हेलो नमस्कार। आजको मुख्य समाचार। बालेन सरकारको मास्टर स्ट्रोक वैदेशिक रोजगारीमा ठगी नियन्त्रणका लागि कडा नियम लागू। प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले वैदेशिक रोजगारी क्षेत्रमा हुने ठगी नियन्त्रण गर्न ऐतिहासिक तथा कडा कदम चालेको छ। नयाँ नीति अनुसार अब कुनै पनि मेन पावर कम्पनीले श्रमिकसँग 10,000 रुपियाँ भन्दा बढी लिन नपाउने व्यवस्था गरिएको छ। सो सीमा नागेमा सम्बन्धित मेन पावरको इजाजत पत्र यानि कि लाइसेन्स सिधै खारेज गरिने प्रावधान राखिएको छ। सरकारले ल्याएको यस श्रमिक मैत्री नीति अनुसार तालिमको नाममा 700 रुपियाँ भन्दा बढी रकम लिन पाइने छैन। त्यस्तै स्वास्थ्य परीक्षण पनि सरकारी अस्पतालमा तोकिएको न्यूनतम शुल्कमै गराउनु पर्ने व्यवस्था गरिएको छ। यस कदमसँगै वर्षौंदेखि वैदेशिक रोजगारीका नाममा श्रमिकबाट लाखौं रुपियाँ सुल्दै आएका बिचौलिया तथा मेन पावर व्यवसायको मनपरी अन्त्य हुने अपेक्षा गरिएको छ। सरकारले स्पष्ट रूपमा श्रमिकको हक अधिकार सुनिश्चित गर्दै वैदेशिक रोजगारी प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाउने लक्ष्य लिएको जनाइएको छ। यदि कुनै व्यक्तिले तोकिएको भन्दा बढी शुल्क मागेमा श्रमिकहरूलाई नडराई उजुरी गर्न आग्रह गरिएको छ। यसका लागि हेलो सरकारको 1111 वा श्रम कल सेन्टरको 11410 नम्बरमा सम्पर्क गर्न सकिने बताइएको छ। सम्बन्धित निकायमा परेको उजुरीका आधारमा दोषी मेन पावर कम्पनीमाथि तुरुन्त कारबाही गरिने जनाइएको छ। सरकारको यो कदमलाई राज्य प्रणालीको शुद्धिकरण र श्रमिक अधिकारको संरक्षणतर्फ महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। अब नेपाली श्रमिकहरूले सम्मानका साथ विदेश जान पाउने वातावरण बन्ने विश्वास गरिएको छ। हस्त धन्यवाद।